हेलो गाइस, साथीहरु सबै सन्चै छ होला है। म चाहिँ फर द फर्स्ट टाइम यो बुलडग चाहिँ ट्राई गर्न जाँदैछु, किनभने मलाई त्यति साह्रो खाउखो लागिरहेको थिएन। 2x र 3x चाहिँ अब आज र भोलिमै आउनेमा चाहिँ एक्सप्रेस डेलिभरीमा छैन रहेछ। सो त्यही भएर चाहिँ मैले अब यो ट्राई गर्नु पर्यो भनेर चाहिँ युट्युबमा पुरा रिभ्यूहरू थियो हैन, त्यो सबै चेक गरेर कस्तो हुँदो रहेछ भनेर मात्रै मैले चाहिँ मगाएको हैन। भरे स्पाइसी नै छैन भने चाहिँ के गर्नु त हैन र गाइस। त्यही भएर चाहिँ मैले चाहिँ यो युट्युबमा हेरेर सबैको राम्रो रिभ्युज रहेछ भनेर चाहिँ मैले यो मगाएँ हो। त्यो मगाएर चाहिँ आज चाहिँ मेरो छुट्टी, त्यही भएर चाहिँ आज बनाएर एकदमै तातो तातो खाँदै ट्राई गर्दैछु मैले चाहिँ अब यो कस्तो हुँदो रहेछ भनेर। मेरोबाट पनि रिभ्यूको लागि चाहिँ हेर्नुहोस् पुरै भिडियो हैन, अनि म खाएर देखाउँछु तपाईहरुलाई कस्तो हुँदो रहेछ हो, पिरो हुँदो रहेछ कि हुँदैन रहेछ। जतिको अब हाम्रो एक्सपेक्टेसन हुन्छ नि अब स्पाइसी कतिको हुनुपर्छ भनेर, त्यो चाहिँ अब मैले त्यतिको चाहिँ पाइनँ जति अब 2x 3x मा हुन्छ नि। मेरो चाहिँ अलवेज फेभरेट चाहिँ 3x नै हो साच्चै भनेको गाइस। अनि त्यही हो, अब यसमा पनि स्पाइसी चाहिँ हुँदो रहेछ तर अलिअलि स्वीट पनि हुँदो रहेछ हैन। लास्टमा चाहिँ यसको स्पाइसी अलिक मजाले पाउँदो रहेछ। खासै त अब यसमा रेटिङ्स दिनु नै पर्यो भने चाहिँ म चाहिँ 3 दिन्छु हैन, तर 3x चाहिँ बेस्ट 1 नम्बर हो। सेकेन्डमा आउँछ 2x पनि स्पाइसी नै हो हैन। अरू त अब त्यस्तै हल्का फुल्का मात्रै स्पाइसी हुँदो रहेछ, यसमा पनि स्पाइसी हुँदो रहेछ तर लास्टमा भेट्दो रहेछ स्पाइसी चाहिँ हो। अन्त अरू त के भन्नु, अब हजुरहरूलाई कस्तो लाग्यो त्यो पनि अब तपाईहरुले नि कमेन्ट गरेर भन्नुहोस् होला। तपाईहरुले यो ट्राई गर्नु भएको छ भने, भएको छैन भने एकपल्ट ट्राई गर्नुहोस् होला। यो पनि ठिकै रहेछ, ठिकै त अब ज्यादा स्पाइसी नखानेहरूलाई चाहिँ यो ठिकै छ, तर हामी चाहिँ अब ज्यादा स्पाइसी खाने हो, त्यही भएर चाहिँ ज्यादा स्पाइसी मनपर्छ 3x।